नमस्कार, म सौर्य यादव, प्रिस्टिनो मस्टर्ड ओइलको सञ्चालक। हामीले चाहिँ शुद्ध तोरीको तेल गाउँघरको किसानबाट उठाउँछौँ अनि हजुरको घर-घरसम्म पुर्याउने काम गर्छौँ। हाम्रो यो पुरै नेपालभरिसम्म पुगेछ। सुरुमा हामीले काठमाडौँ पठाउँछौँ, त्यहाँदेखि हाम्रो अल ओभर नेपाल डेलिभरी हुन्छ। हाम्रो प्रोडक्सन चाहिँ यहाँ छ खासमा, अनि हामीले यहाँ सबै प्याकेजिङ गरेर एकैचोटि हामीले 100 लिटर, 200 लिटर, 300 लिटर एकैचोटि काठमाडौँ पठाउँछौँ। त्यहाँ हाम्रो एकजना भाइ हुनुहुन्छ, उहाँले पुरै डिस्ट्रिब्युसन अनि डेलिभरीको काम सबै उहाँले गर्नुहुन्छ। हाम्रो काठमाडौँमा सेल्फ डेलिभरी छ अनि अरू अल ओभर नेपालमा हामीले डेलिभरी कम्पनीबाट डेलिभरी गर्छौँ। बर्दियाको एउटा गाउँबाट हजुर तोरीको तेललाई ब्रान्डिङ गरेर देशभरि पुर्याउने कसरी सोच आयो? म खास गरी 10 पास गरेपछि 11-12 काठमाडौँ अध्ययन गर्न गएँ। त्यहाँको अब हेराइ बसाइ सबै मार्केटहरू बुझ्दाखेरि यहाँ गाउँभन्दा त्यहाँ ठुलो नै छ। हरेक कुरा बिजनेस त काठमाडौँमा हुन्छ, त्यहाँ जनता छ, मान्छे छ, मार्केट छ राम्रो। मेरो आफ्नै घरबेटीले मलाई घरिघरि भन्ने कि मलाई गाउँको चामल पठाइदेऊ, मलाई गाउँको तेल पठाइदेऊ, मलाई गाउँको पिठो पठाइदेऊ। जुन तिनीहरूकोमा विश्वास थियो कि गाउँमा पाउने कुरा शुद्ध र स्वास्थ्यको लागि एकदम राम्रो हुन्छ भनेर तिनीहरूको विश्वास थियो। त्यसपछि 12को इक्जाम दिएपछि म खास गरी विदेशतिर हिँडिरहेको थिएँ, तर विदेशमा नभएर म अब गाउँमा आएँ। त्यसपछि यताउता हेरेँ, आफ्नै मिल थियो पहिला 7-8 वर्षदेखि, तर हामीले ब्रान्डिङ र त्यसरी बेचिरहेको थिएनौँ। हाम्रो खासमा सर्भिस बेस मात्र थियो, अरूको पिठो पिस्दिने, तेल पेल्दिने, धान कुट्दिने मात्रै थियो। अब आफूले सोचेँ कि ल ठिक छ, हाम्रो मिलमा यसलाई हामी ब्रान्डिङ गरेर पठाऊँ न, हाम्रो अझै मिलको नाम हुन्छ, हाम्रो ब्रान्डिङ पनि बढ्छ, हामीले ब्रान्ड पनि बनाउन सक्छौँ। त्यसरी लग्यो भने झन् हामीलाई राम्रो हुन्छ। अनि त्यसपछि मैले खासमा कन्टेन्ट क्रिएटर हो कि म। त्यसपछि म भिडियो बनाउँदै गएँ। जनताहरू, नेपालको जनता, बाहिर नेपाली बस्ने जनताहरूसँग सजेस्ट मागेर ल कसरी बिजनेस स्टार्ट गरिन्छ, ल मैले अब यसरी बिजनेस गर्दा कस्तो हुन्छ तिनीहरूले एकदम धेरै मलाई सपोर्ट गरे। ल ठिक छ भाइ, हामी पनि हेल्प गर्छौँ, तिमीलाई अझै बढाउँछ, तिमी गर्न सक्छौ भनेर। त्यसपछि मैले स्टार्ट गरिदिएँ। मलाई समस्या धेरै ठाउँमा आयो, किनभने मेरो लागि सबै कुरा नयाँ थियो। कसरी त्यहाँ सरकारी अफिसमा कागजपत्र लग्ने, के लग्ने, कसरी बोल्ने तिनीहरूसँग। कसैले त हेपिदिन्थे, ल सानो बच्चा चाहिँ यो के गर्न आछ भनेर हेपिदिन्थे। अनि त्यसपछि आफूभन्दा ठुलो दाइसँग पनि गएँ, ल दाइसँग कुरा राख्यो भने तिनीहरू मान्छन् कि के गर्छन् भनेर। अनि त्यसरी मैले काम गरेँ। अब यो काम आज काम हुन्थ्यो, भोलि काम हुन्थेन, एक हप्ता पछि काम हुन्थ्यो। समस्या त धेरै आयो, तर मैले पछि हटेन। 1 वर्ष मात्र मलाई सिक्न लाग्यो, कसरी ब्रान्डिङ गर्ने, कसरी मार्केट बुझ्ने, कसरी के च्यालेन्जहरू आउँछन्, कसरी यो समस्यालाई समाधान गर्ने। यो सबै कुरा म अझै पनि बुझिसकेको छैन। सुरुमा प्रचार गर्दा त्यसपछि हाम्रो ठ्याक्कै 3-4 महिनापछि हामीले यो प्रोडक्ट हाम्रो प्रिस्टिनो मस्टर्ड ओइललाई लन्च गऱ्यौँ। हाम्रो फर्स्ट अर्डर नै 100 लिटर प्लस अर्डर आएको थियो। हाम्रो वेबसाइट र अनलाइनबाट बुकिङ आएको थियो। त्यो अर्डर हेर्दा मलाई अति नै खुसी लाग्यो। ल ठिक छ, मैले यति सानो उमेरमा गरिरहेको छु अनि यतिको मान्छेले माया गरिदिरहेछन्। कसैलाई ल भाइ तिमी मलाई 5 लिटर 10 लिटर पठाइदियो, तिमीले एकदम राम्रो काम गरेछौ, म तिमीबाट नै किन्छु भनेर पनि भने। अनि त्यसपछि बिचमा अझै मलाई प्रब्लमहरू आयो। ल अर्डर आइरहेको छैन, यो अनलाइन डेलिभरी कसरी पठाउने, त्यसमा पनि पैसा मान्छेले एक्स्ट्रा पैसा दिई मँगाइरहेछन्। 100-150 रुपियाँ पर लिटरमा जान्थ्यो, कहिलेकाहीँ त्यो 5 लिटरमा पनि 200। अब 400को तेल छ, त्यसमा 200 रुपियाँ डेलिभरी चार्ज पनि दिइरहेको थिएँ। यो हाम्रो जति यो प्रब्लम्सलाई मैले देखेर यो मैले आउने वर्षमा मैले यो डिस्ट्रिब्युसन थ्रु लगेर यो समस्यालाई समाधान गर्छु। शुद्ध तोरीको तेललाई चाहिँ हजुर कुन प्लेटफर्मबाट कसरी बेचिराख्नु भएको छ? हामीले यो चाहिँ सोसल मिडियाको हरेक प्लेटफर्मबाट, फेसबुक, इन्स्टाग्राम, टिकटक अनि सबैबाट हामीले बेचिरहन्छ। प्लस हाम्रो वेबसाइट पनि छ, जसमा हजुरले सजिलै अर्डर गर्न सक्नुहुन्छ। अहिले हाम्रो चाहिँ अनलाइन छ अनि केही स्टोरमा मात्र, जस्तै हाम्रो लोकल यो खजुरा मार्टमा भइगयो अनि काठमाडौँको 2-3टा मार्टहरूमा हामीले प्लेस गरेका छौँ, त्यहाँ चाहिँ हामीले राखेका छौँ। अनलाइनमा चाहिँ हाम्रो फेसबुक, इन्स्टाग्राममा प्रिस्टिनो मस्टर्ड ओइल भनेर पेज छ, त्यहाँ सर्च गरेर हामीलाई म्यासेज गर्न पनि सक्नुहुन्छ। अनि अथवा हाम्रो डिस्क्रिप्सनमा हाम्रो नम्बर पनि छ, त्यसमा हजुरले कल गर्दा या व्हाट्सएपमा म्यासेज गर्दा हुन्छ। हाम्रो 1 देखि 2 दिनसम्म हाम्रो डेलिभरी हुन्छ। अल ओभर नेपाल? हजुर, अल ओभर नेपाल।